मलाई चाँडै ल्याइदिनु सरकार। मर्यो भन्यो मैले पत्याएन मेरो छोरी। सो गाइज है उहाँ चाहिँ बजै भनौँ है हजुरलाई आमा हुनुहुन्छ ल आमा भन्छु म हजुरलाई उहाँलाई चाहिँ केही कुराहरू म पनि भन्न चाहन्छु भन्नुभएको छ म उहाँको कुरा पनि सुन्छु गाइज है ल हजुरको नाम भनिदिनुहोस् न आमा सुरुमा हजुर निन्दा हो जा हजुर हजुर चाहिँ ऊ त्यहाँ के टाल्दै हुनुहुन्थ्यो मैले देखाएको थिएँ है छोरीको लास झुन्याइदिएँ मैले ओ 2 वर्ष भयो गाइज यो चाहिँ भएन यार यस्तो म 11-12 दिन भयो केही खाना नि पाएको छैन भोक भोकै बिरामी भएर 100 ज्वरो आएछ ड्याङ्गो लागेछ ज्वरो आउने हात खुट्टा दुख्ने ढाड टाउको दुख्ने उहाँ गएर सुतेको थिएँ घरमा अर्काको पालमा यो चाहिँ भाकी हो यो मेरो छोरीलाई लगेर केटाले महिना दिनमा मारेर यसरी सोसाइटी गरेर झुन्याइदिएछ अरूले आफै मर्या भने तर मलाई आमा हो मलाई विश्वास लागेन यहाँ माइती मनलाई आएर बसेँ म 11-12 दिन भयो सो गाइज यार सो म त यो देख्दै देखेको थिएन होइन यस्तो फोटो मैले टाल्दै हुनुहुन्थ्यो के रहेछ भनेर बुझेको थिएँ है छोरीको सो यार यस्तो कति दिन भयो आमा म आज 11-12 दिन भयो मैले मन्नल आएको माइती मन्ना 11-12 दिन भयो हजुर एक्लै आउनु भयो हजुर के खानु भएको छ कि छैन छैन पैसै छैन न लत्ता कमाएर चाहिँ पिसाब खुस्केर यही हो मेरो त हरि बिजोकै छ सो गाइज कमारै छैन सो एकदमै स्याड होइन एकदमै यस्तो कुराहरू कति दिन भयो सरकारले गृहमन्त्री आउनु भएको छ कि छैन छैन उहाँसँग भेटेर वार्ता राखेर म घर फर्किन्छु उहाँबाट आवाज उठोस् भन्न खोजे हो परार 81 साल यहाँ सिधेर बसेकी मेरो छोरी सुनिता ओझा हो ऊ चाहिँ पवन बुढाथोकी टिन्टा ल्याएर उसको सन्तान छोडेर हिँडेको ऊ अहिले माछा पोखरीमा इभी चलाउँछ आइमाईले सिन्दुर हालिदिएर 17 वर्षको यहाँ सिधेर बसेको थिएँ 11मा गई तर यसरी मर्यो भन्यो मैले पत्याएन मेरो छोरी मैले कोदालो खनेर निमे गरेर भाँडा माझेर पढाएको छोरी मैले माइतीमा नालामा बसेर अनसन्धान बसेर मैले सरकारको हर वार्ता लिएर मात्रै फर्किन्छु मेरो छोरी जम्मा 17 वर्षको सबै गाउँले आफै मर्यो भने तर मैले नयाँ बानेश्वरमा पनि लडेँ तर मलाई पत्रकारले युट्युब या छाती राखेर गर्दा नि एमाले अगाडि नबढायो थाहा पाउँछ यो अगाडि चर्चा ल्याउनु हुँदैन भनेछ अनि उहाँ जयन्द्री कहाँ गए मिडियामा त्यो पनि बन्द गरिदियो परार 83 अहिले 84मा पोहोर 81 परार 81 पोहोर 82 अहिले 83मा चाहिँ आवाज उठ्यो मेरो अनि त्यहाँबाट उसले टिन्टा ल्याएको छोडेर हिँडेको मेरो छोरी मैले दुनियाँको भाँडा माझेर पढाएको छोरी निमे गरेर जब 17 वर्षको मोबाइलमा हेर्नुहुन्छ भने जन्मदर्ता मिति सबै छ यहाँ कल्तीमा छ मेरो यो छोरीलाई सुसाइड गरेर मारेर झुन्डाइदियो जम्मा 17 वर्षको हेर्नुहोस् सरकार मलाई चाहिँ पहिला न्याय दिनुहोस् म साह्रै भिखारी मेरो लाउने लुगा छैन म बिरामी भएर बल्ल बिसे भयो सरकार मलाई चाहिँ पहिला न्याय दिनुहोस् मलाई धन सम्पत्तिको होइन त्यो दोषीलाई कारबाही होस् फाँसी दिनुहोस् मेरो छोरीलाई त लग्यो मार्यो सरकार त्यो जहाँ छ मलाई सुन्याय गराइदिनुहोस् हजुरको यो माग गरेर म घर जान्छु सरकार 11-12 दिन भयो मैले दुःख गरेर 10 महिनासम्म बोकी पाएँ हुर्काइ बढाएँ गरे लगेर केटो काल बनेर आएर मार्दियो सरकार हजुरलाई धेरै धेरै धन्यवाद सरकार यस्तो घर उस्तो घर भनेर गाडी भनेर खाली गजरिया पो रहेछ होइन रहेछ सरकार आमाले न्याय पाउनुपर्छ भन्छु म यो मैले न्याय पाउनुपर्छ मलाई माग पुरा गरिदिनु सरकार हजुरको गाउँ चाहिँ कहाँ भन्नु नुवाकोट जिल्ला सूर्यगढी 3 त्यो केटो पमा चाहिँ खत्री गाउँ ज्यानमाडा गाउँ बस्छ इभी चलाउँछ यही नयाँ बस सडक माछा पोखरी थियो पहिला अहिले नयाँ बस सडकभित्र काउन्टर छ
सबैले आइमाईले सिँदुर हालेर लगेको मेरो छोरीलाई ललाई फकाई 2 दिन बार छ मिस भएको बाउले दियो ल्याप्सो लायो 8वटा छोरछोरीको बाउमाथि गए बाउलाई किन माया भएन म माथिको सन्तानको माया भयो कन्या केटालाई दिइहाल्थ्यो नि मेरो 2टा छोरा 2टा छोरी बाठो टाठो चाहिँ मारिदियो लगेर गरिबलाई पुया छ एउटा छोरी लाटी छ छोरी छोरी छ 2टा छोरा आफ्नो पेसा गरेर खान्छ साहुको खुट्टा मलेर तर सरकारसँग म आफै लड्न आएको मैले सौदामाथि लोनीसित गएर 2टा छोरा 2टा छोरी पाएँ तर म साह्रै पीडित सरकार उहाँ चाहिँ एकदमै पीडित हुनुहुन्छ उहाँ आमा चाहिँ मेरो लत्ता कपालै छैन सरकार फेर्ने मेरो पिसाब कुस्किया छ सरकार आमाले म चाहिँ न्याय बिरामी पाउनुपर्छ भएर भन्नु मलाई भयो ड्याङ्गो लाएर बल्ल है। जति सक्दो चाँडो यो भिडियोलाई मलाई सम्मति चाँडै मार्फत न्याय पुर्याइदिनु होला दिनु आमालाई चाहिँ सरकार। न्याय दिनुपर्छ भन्न मेरो झुपडी घरमा जाने मा सो आमा हजुर। आमा म फेरि आउनेछु यो होइन तपाईँ हजुर। म आउनेछु फेरि आउनेछु मैले तपाईँलाई केही भेट्नेछु गएको छैन मैले केही कति मसँग मसँग अहिले 1 पैसा पनि छैन क्यास हुन्थ्यो भने म तपाईँलाई माइती दिन्छु। भन्न लाएर बसेको छु म पैसै छैन रोएर गाइज यार मसँग पनि क्यास नै छैन सरकार मलाई चाँडै न्याय दिनु सरकार ल म